रिसेन्टली अहिले सोशल मिडियामा एकदमै ट्रेन्डिङमा रहेको टपिक गिब्ली स्टाइल आर्ट वर्क जुन चाहिँ एकदमै ज्यादा भाइरल भइरहेको छ भने मिलियन भ्युज पनि बटुल्न सफल भइरहेको छ। जस्तै फेसबुक रिल्स, इन्स्टाग्राम रिल्स, युट्युब सर्ट्स र टिकटकमा भने एकदमै ज्यादा भाइरल भइरहेको छ भने एकदमै ट्रेन्डिङमा रहेको छ र सेलिब्रिटिजहरूले पनि यसलाई एकदमै बेसी युज गरिरहेका छन्। यदि तपाईँ यो कुरामा पछाडी हुनुहुन्छ भने तपाईँ सोशल मिडिया प्लेटफर्ममा एकदमै ढिलो हुनुहुन्छ। सो ट्रेन्डिङमा रहेका चिजहरूलाई हामीले चाँडै क्याचअप गरेर अपलोड गर्नुपर्ने आवश्यक हुन्छ, जसले हामीलाई हाम्रो सोशल प्लेटफर्मलाई स्ट्रङ बनाउन सहयोग गर्छ। सो आजको भिडियोमा हामीले गिब्ली आर्ट वर्क यानि कि अहिले ट्रेन्डिङमा रहेको यो फोटोजलाई कसरी बनाउने भनेर म तपाईँलाई भिडियो मार्फत जानकारी गराउनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। जस्तै तपाईँ आफ्नो मोबाइलमा प्ले स्टोरमा जानुहोस्, प्ले स्टोरमा गएर जुन यो च्याट जिपिटी छ यसलाई डाउनलोड गर्नुहोस्। डाउनलोड गरिसके पछाडि यसलाई ओपन गर्नुहोस् र यहाँनिर जुन तल प्लसको नक्सा छ यसमा क्लिक गरेर तपाईले कुन फोटोलाई कन्भर्ट गर्न चाहनुभएको छ त्यो फोटोलाई पहिला सिलेक्ट गर्नुहोस्। सिलेक्ट गरिसके पछाडि आस्क एनिथिङ भनेको छ, यहाँ गएर तपाईले कन्भर्ट दिस इमेज इन्टु गिब्ली स्टाइल आर्टवर्क विथ नेचुरल ब्याकग्राउन्ड, यसो गरेर यसलाई तपाईले ओके गर्नुहोस्। यति गरिसके पछाडि तपाईको 2 देखि 5 मिनेट समय लाग्छ। त्यसपछि उसले तपाईलाई यो फोटो कन्भर्ट गरेर पठाउने काम गर्छ। यसरी चाहिँ मेरो फोटो च्याट जिपिटीले यो गिब्ली स्टाइलमा कन्भर्ट गरिसकेको छ। अब यसलाई डाउनलोड गर्नको लागि हामीले यो फोटोमा क्लिक गर्ने। क्लिक गरिसके पछाडि यसरी सेभ भन्ने अप्सन आउँछ। सो सेभमा गएर क्लिक गर्यो भने यो हाम्रो ग्यालेरीमा गएर सेभ हुन्छ र हामीले यसलाई कुनै पनि हाम्रो सोशल मिडिया प्लेटफर्ममा युज गर्न सक्छौं। जस्तै टिकटक भिडियोमा युज गर्न सक्छौं, युट्युब सर्ट्स हुँदै युज गर्न सक्छौं, इन्स्टाग्राममा युज गर्न सक्छौं, इन्स्टाग्राम रिल्समा युज गर्न सक्छौं, फेसबुकको प्रोफाइलमा युज गर्न सक्छौं, यानि कि फेसबुक रिलमा पनि युज गर्न सक्छौं र ट्रेन्डिङ टपिकलाई हामीले मज्जाले युज गरेर आफ्नो प्लेटफर्मलाई स्ट्रङ बनाउन सकिन्छ र भाइरल हुने एकदमै चान्सेस ज्यादा हुन्छ, जसको कारणले हामीलाई सब्स्क्राइबर यानि कि फलोअर्सहरु बटुल्ने एकदमै धेरै सम्भावना रहन्छ। सो आजको भिडियो कस्तो लाग्यो तपाईलाई? यदि मन परेमा लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नु होला। यस्तै जानकारीमूलक भिडियोहरु हामी लिएर आइरहेको हुन्छौं। भिडियोको अन्तिमसम्म रहनु भएकोमा धन्यवाद।